सो अहिले चाहिँ म धेरै कुरामा एज अ बिगिनर छु। लाइक अब काठमाडौँमा पनि म नयाँ नयाँ हो, 3 मन्थ्स मात्रै भएको छ पर्मानेन्टली सिफ्ट हुन आएको। काममा भर्खर 2 महिना हुँदैछ। ल्यापटपहरूको बारेमा मलाई केही थाहा थिएन। कन्टेन्ट क्रिएसनको पनि भर्खर भर्खर स्टार्टिङ गर्दै थिएँ म। एडिटिङ पनि भर्खर भर्खर डेस्कटपको एडिटिङहरू भर्खर स्टार्ट गरेको मैले। अर्को भनेको सेल्समा पनि म भर्खर भर्खर छिर्दैछु। बिगिनरै हो म सेल्समा। अहिले त हल्का कन्फिडेन्ट, हल्का सेल्स स्किलहरू पनि बढिरहेछ। एडिटिङ स्किलहरू त धेरै माथि पुगिसक्यो। र अर्को कुरा के छ भने कन्टेन्ट स्किलहरू ग्रेजुअली बढ्दैछ। बट एज अ बिगिनर मैले धेरै कुरा फेस गरिसकेँ। सो पास्ट डेजमा एज अ पनिसमेन्ट मैले 2 टाइम मात्रै खाना खाइरहेको थिएँ। अनि त्यसको कारण के भयो भने मलाई काम गर्दाखेरि कस्तो फिल हुन्थ्यो भने आँखा धेरै दुख्ने, ब्याक पेन र नेक पेन, बडी पेन, त्यो त भइहाल्यो। बट अझै अर्को कुरा के छ भने ब्रेन फग, सबैभन्दा मेन कुरा। हजुरको दिमाग चल्दैन, दिमागमा कुनै पनि आइडियाज आउँदैन, के गर्ने हजुरलाई थाहा नै हुँदैन, त्यस्तो हुन्छ। सो हजुरले यो सिचुएसनमा आएर डिमोटिभेटेड फिल नगर्नु, हजुरको काममा फोकस गर्नु र क्यामेरा निकाल्नु बरु होइन। क्यामेरा निकालेर यसरी बोल्न थाल्नु। म पनि भर्खर भर्खर बोल्न थालेको हो। लाइक मान्छेको छेउमा म त्यति बोल्दिनँ, बाटोतिर गएर म त्यति बोल्दिनँ। बट दिमागमा धेरै कुरा छ मेरो, बोल्नको लागि धेरै कुरा छ, भन्नको लागि धेरै कुरा छ। बट एट द मोमेन्ट मेरो बोली फुट्दैन, मान्छेहरूको छेउमा मेरो बोली फुट्दैन, मलाई हल्का इन्कन्फिडेन्ट फिल हुन्छ। सो इफ यु आर अ बिगिनर, धेरै नसोच्नु, जस्ट आफ्नो काम गर्नु। जज गर्नेले गर्दै गर्छ, राम्रो भन्नेले राम्रो भन्छ, नराम्रो भन्नेले नराम्रो भन्छ। हजुर आफ्नो काममा फोकस गर्नु र ट्राई टु बी बेटर देन यस्टरडे। अनि अरूसँग कम्पिट नगर्नु, आफूसँग कम्पिट गर्नु। हजुरले यो कुराहरू जहिले सुनि नै राख्नुहुन्छ। सो मैले पनि आज यो कुरा भन्दैछु, मैले टेस्ट गरिसकेँ यो कुरा। सो हजुरले आफूसँग कम्पिट गर्ने हो, अरूलाई वास्ता नगर्नु। धन्यवाद।